नमस्ते विद्यार्थी भाइ बहिनी तथा साथीहरू। हामीले योभन्दा अगाडि बिर्सनु समस्या हो कि होइन भनेर छलफल गरेका थियौँ। पढाइको मामिलामा बिर्सनु समस्या होइन भनेर हामीले छलफल गरेका थियौँ। कुनै पनि खालको समस्या होइन, यो दिमागको ब्रेनको एउटा नेचुरल प्रोसेस हो भनेर मैले भनेको थिएँ। अब त्यसैलाई मेडिकल साइन्सले एकदमै फरक अवस्थामा अर्कै कुरा भन्ला, तर शिक्षाको क्षेत्रमा चाहिँ हामीले जसरी भाइ बहिनीहरूले बिर्सने गर्नुहुन्छ यो चाहिँ समस्या होइन। दोस्रो कुरा, त्यो पढेको कुराहरूलाई, लेखेको कुराहरू, सुनेको कुराहरू, देखेको कुराहरू अथवा कल्पना गरेका कुराहरू अथवा हाम्रा विचारहरूलाई लामो समयसम्म हामी कसरी राख्न सक्छौँ र परीक्षामा त्यसलाई चाहिँ सहज तरिकाले कसरी हामी लेख्न या अभिव्यक्त गर्न सक्छौँ भन्ने सन्दर्भमा छलफल गरेका थियौँ भने आज चाहिँ हामी त्यो रिभिजनहरू कसरी गर्ने, कुन समयमा गर्ने भन्ने सन्दर्भमा छलफल गर्छौँ। प्यारा विद्यार्थी भाइ बहिनीहरू, साथीहरू, सबै कुराहरू हामीले याद गरिराख्नु पर्दैन। कतिपय कुराहरू हाम्रो अनुभवले सिकाएको हुन्छ, पूर्व ज्ञानले सहयोग गरिराखेको हुन्छ, जुन चाहिँ हामीले सरसर्ती पढ्दा अथवा गुरुहरूले भन्दा नै हामीलाई दिमागमा आइ नै हाल्छ। त्यसको लागि चाहिँ हामीले दिमागमा कुनै ठुलो खालको प्रेसर क्रिएट गरिराख्नु पर्दैन। अब जुन कुराहरू हामीले रट्नु पर्नेछ अथवा याद गर्नुपर्नेछ ती कुराहरू त एउटा पाठमा धेरै हुँदैनन्। त्यस्ता जरुरी कुराहरूलाई तपाईँ नोट कापीमा हुन्छ अथवा सर्ट नोटहरूमा तपाईँले तिनीहरूलाई टिप्ने अनि त्यसपछि हाइलाइट गरेर राख्ने, अथवा जुन कुरा चाहिँ तपाईँलाई एकदमै महत्त्वपूर्ण लाग्छ तर दिमागमा नरहने जस्तो लाग्यो भने ठुला अक्षरले आफ्नो पढ्ने कोठाहरूको भित्ताहरूमा भित्ता फोहोर नहुने गरी टाँस्ने, अथवा तपाईँले देख्ने ठाउँमा टाँस्ने, अथवा साथीभाइहरू मिलेर क्लासरुमकै भित्ताहरूमा पनि टाँस्ने र पटक पटक हेर्ने गर्नु हो भने जस्तो म्याथमेटिक्सको फर्मुलाहरू भयो, साइन्समा भएका फर्मुलाहरू भए, कतिपय चित्रहरू त तपाईँले कक्षा कोठालाई पनि एउटा चाहिँ तस्बिर लाइब्रेरीको रूपमा तपाईँले प्रयोग गरेर पनि तमाम कुराहरू याद गर्न सक्नुहुन्छ। र यता तपाईँले याद गर्ने सन्दर्भमा एउटा लिस्ट बनाएर राख्नुहोस्, जो महत्त्वपूर्ण कुराहरू हुन्छन् जसलाई चाहिँ तपाईँले पटक पटक हेर्नुपर्ने हुन्छ, तिनीहरूको छुट्टै लिस्ट बनाउनुहोस्। र अब कुरा के रह्यो भने हामीले टाइम टेबलको पालना गर्नुपर्छ है। अनिवार्य रूपले बिरामी भएर नसकेको बेलामा, जटिल परिस्थितिदेखि बाहेक अन्य बेलामा हामीले टाइम टेबलको पालना गर्नुपर्छ। किनभने टाइम टेबल हाम्रो लागि अनुशासनको एउटा लगाम जस्तो हो। हामी कुनै पनि समयभित्र बाँधिन चाहँदैनौँ, बडा गाह्रो हुन्छ त्यो बानी बसाउनको लागि। त्यसको लागि हामीले यदि टाइम टेबल बनाएका छौँ र होइन मैले त टाइम टेबलको पक्कै पनि पालना गर्नै पर्छ भन्यौँ भने बिस्तारै बिस्तारै 7 दिन, 10 दिन, 15 दिन, 20 दिनसम्ममा तपाईँको बानी पर्छ। पढ्नुपर्ने धेरै हुन्छ, मास्टर्स गरेर पिएचडी गरेर पनि पढेर सिद्धिँदैन। ज्ञान अपार हुन्छ, ज्ञान लिने कुराहरू कहिल्यै पनि जीवन पर्यन्त पनि चलिरहने कुराहरू हुन्। त्यसैले गर्दा हामीले अनुशासनको पालना गर्नको निम्ति टाइम टेबल हामीले बनाउनै पर्छ। टाइम टेबल बनाउने, टाइम टेबलको पालना गर्ने र हामीले पढ्दै गयौँ, लेख्दै मात्रै गयौँ, नयाँ कुरा सिक्दै गयौँ, तर रिभिजनलाई महत्त्व दिएनौँ भने हिँड्दैछ पाइला मेट्दैछ जस्तो हुन्छ। तपाईँको मेहनतको कुनै अर्थ हुँदैन। म त अझ के भन्छु भने त्यो त पानीमा सिग्नेचर गरे जस्तो हुन्छ। जस्ट डन एन्ड गन, गर्ने बित्तिकै त्यो त्यही नै हराएर जान्छ। त्यसैले गर्दा तपाईँको टाइम टेबलमा तपाईँ 5 घन्टा पढ्नुहुन्छ भने 1.5 घन्टादेखि 2 घन्टा चाहिँ तपाईँले रिभिजन अनिवार्य राख्नै पर्छ।
यदि रिभिजनलाई तपाईँले राख्नु भएन भने तपाईँले जति नयाँ कुराहरू सिक्दै जानुहुन्छ पुराना कुराहरू तपाईँ बिर्सिँदै जानुहुन्छ अनि त्यो त्यति फलदायी हुँदैन। त्यसैले गर्दा तपाईँको टाइम टेबलमा रिभिजनलाई तपाईँले अनिवार्य रूपले समावेश गरेकै हुनुपर्छ। र बाँकी रह्यो पढ्ने कुराहरूको सन्दर्भमा हामीले जति सकिन्छ राति छिटो सुत्ने प्रयास गर्नुपर्छ र बिहान छिटो उठ्ने प्रयास गर्नुपर्छ। किनभने हामीले यो कस्मिक एनर्जी बिहानतिर पनि बाहिरको वातावरण पनि शान्त भएको हुन्छ, गाडी घोडा अन्य चिजहरूका आवाजहरूदेखि लिएर अन्य आवाजहरू पनि कम आइरहेको हुन्छ, शान्त वातावरण हुन्छ। यो हामीले चाहिँ एउटा खालको ऊर्जा प्राप्त गरेका हुन्छौँ। त्योभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने तपाईँ सुतेर उठिसकेपछि तपाईँको दिमागले पूर्ण रूपले आराम प्राप्त गरेको हुन्छ, तपाईँको शरीरले पूर्ण रूपले आराम प्राप्त गरेको हुन्छ, तपाईँको आँखाले आराम प्राप्त गरेको हुन्छ, कानले आराम प्राप्त गरेको हुन्छ र तपाईँ नयाँ ऊर्जाले भरिएको हुनुहुन्छ। बिहानै सबेरै उठ्नुहोस्, एक्सर्साइजहरू हातमुख धोइसकेपछि सामान्य खालको एक्सर्साइज गर्नुहोस्। एक्सर्साइजले तपाईँको ब्रेनमा अक्सिजन चाहिँ बढी मात्रामा सप्लाई गरिदिने काम गर्छ, जुन चाहिँ हाम्रो ब्रेनको एउटा टनिक हो अक्सिजन भनेको। र तपाईँले पानी प्रशस्त मात्रामा पिउनुपर्छ। दिमागको लागि राम्रो खुराक भनेको पानी हो। तसर्थ बिहानै राति अबेरसम्म पढ्ने होइन, राति अबेरसम्म लेख्ने होइन। तपाईँले म्याथमेटिक्स आदिका कुराहरू साँझ तपाईँ होमवर्कहरू गर्न सक्नुहुन्छ, लेख्नुपर्ने होमवर्कहरू साँझ गर्न सक्नुहुन्छ, म्याथमेटिक्सका कुराहरू गर्न सक्नुहुन्छ साँझ भने। बिहान उठेर चाहिँ तपाईँ आवाज निकालेर पढ्नु होला है। एउटा कुरा, आवाज निकालेर पढ्दा तपाईँको कान र आँखा दुइटै चाहिँ सक्रिय हुन्छन्, साथसाथै तपाईँको शरीरले पनि साथ दिन्छ तपाईँलाई। त्यसो गर्दाखेरि अझै त्यो पढाइ चाहिँ तपाईँको बढी प्रभावकारी हुन्छ र दिमागले त्यसलाई चाहिँ बढी समयसम्म राख्न सक्छ। अब दिमाग बढाउनको लागि के गर्न सकिन्छ त भन्ने सन्दर्भमा चाहिँ हामी दोस्रोमा छलफल गरौँला। छुटेका कुराहरू अर्को पाठमा छलफल गरौँला है। धन्यवाद। मेहनत गर्नुहोस्, आफ्नो जीवन बनाउनुहोस्। जीवन त्यसै बन्दैन है, जिन्दगीमा त्यसै सफल भइँदैन है। र यदि तपाईँको जिन्दगी बिग्रियो भने नि 1000 बहाना गरे पनि सबैभन्दा ठुलो दोषी चाहिँ तपाईँ नै हो है। मेरो जिन्दगी बिग्रिनुमा म नै हो है। बुवा आमालाई दोष दिएर, समाजलाई दोष दिएर, यो थिएन ऊ थिएन, समयलाई दोष दिएर हुँदैन। सबैभन्दा ठुलो दोषी आफै हो। त्यसैले सबैभन्दा बढी जिम्मेवार आफै बन्नुपर्छ भन्दै तपाईँको उज्जवल भविष्यको कामना गर्छु। शैक्षिक यात्रा पक्कै पनि तपाईँको सफल बन्नेछ। धन्यवाद। नमस्ते।